ओके गाइस हामी चाहिँ आज है यता छोरी मान्छे जस्तो चटपटे खानु लाग्यो यता हाम्रो दिदीले है बनाउँदै हुनुहुन्छ खतरा बनाउनुहुन्छ है उहाँले हो खिच्ने वेट गर्नु होइन खिच्न केही हुँदैन हजुर तपाईँको घर मेरो हजुर सिरिया मेरो घर हो दाजु चटपट खान आउनु भएको हो ल ल दिदी ल म दाइ हुनुहुँदो रहेछ है ल अब दुईजना मिलेर होइन दिदीलाई मात्र गर्नु भएन नि त सँगै बसेर काम गर्नुपर्ने दाइ हो ल यसो दुवैजना मिलेर होइन यसो बिजनेस बढाउनु पऱ्यो क्या सबै मिलेर गरेको हो नि त्यही त यता दिदीले बनाउँदै हुनुहुन्छ यता चाहिँ कलर है कलर कलर हो यता आलु प्याज खुर्सानी दिदीले यता आलु खतरा खाँदै हुनुहुन्छ है यता चाहिँ दिदी हुनुहुन्छ भने त दाइ हस्बेन्ड तर हस्बेन्ड चाहिँ जेन्जी हो ज्यान्जी हो जेन्जी हेर्नु सक्नुहुन्छ ज्यान्जी भन्दा ग्रुपमा हुनुहुन्छ अझै के भन्दा अनि उसले भन्नु होला तर कुनै नेताहरू छ भने मलाई एकचोटि भेट्न पठाउनु होला हो ल ठिक छ ल भनेपछि म त्यो मनिष खनाल हुनुहुन्छ नि भाइ हजुर पठाइदिन्छु नि त आउनु पठाउनु को आउँछ सबैले पठाउनु यहाँ ओके दाइ ल ठिकै छ होइन आज यहाँ होइन हजुर भाउजू होइन भाउजूले चटपटे बनाउँदै हुनुहुन्छ भने मेहनत गर्दै हुनुहुन्छ भने तपाईँ भने थोरै आएर भाउजूलाई सघाइदिनु पऱ्यो नि हो कि नै यता हो नानी हो त ज्वाइँ हो तपाईँको बिजनेस के कसरी चलिरहेको छ अनि यो त्यही त क्या अब जस्तै अब पाडा पनि काट्नुहुन्छ हजुर पाडा काटिन्छ अनि बोर काट्ने गइन्छ भुङ्गो पनि काट्नुहुन्छ तर काट्नु पऱ्यो गर्नुपर्छ होइन हामी गरिब मान्छे हो सबै गरिब हो हजुर त्यो कारणले हामीले काम खानु पाइँदैन अनि होइन मान त ए मेरो लास्ट छोरा दियो नानी सानो बाबु हो 13 वर्षपछिको ल फोटो खिच्नुहोस् ल फोटो पनि खिचिरहेको मैले है ल यो नानीलाई मैले धेरै त दिएन है यो 20 रुपियाँ पनि दिएँ है पापा खानुलाई है नमस्ते भन ओ खुच्चे नमस्ते भन ल नमस्ते हेन्चे गर नमस्ते गर्दै यता बाबु हुनुहुन्छ भने यता छोरी नमस्ते भाग्यमानी है ठुलो मान्छे भन्ने है दिदी भन्यो यता दिदी हुनुहुन्छ चटपटे लाइनमा बस्छे हुनुहुन्छ है अनि यता चाहिँ अब त्यो पुरा दिदीले क्या पुरा के भन्छ यो खसी होइन रागो मासु के पुरा बनाउँदै यो सकियो है म गऱ्यो दिदी चटपटे खानु भयो मोटा नाग्ने भन्नुभयो है मगर भाषामा नदेखाउनु रे के भन्दा हामीले नेपालमा बसेर तपाईँलाई देखाउनु हुन्छ दिदी दिदी em kulang ale ila kulang tete kai salgari kulang लाटा बाजीले नि चिन्नीले बबुगटी पक्कबट्टी पस्कङ पछि कुलाङ हि मगरा लागो आस्कङ होसे लक्ष्मी सारू किङ कुलाङले लिले ओटो कपडा रुपा लाग्ने नङ पहिले ठिकले इनाङ कुरा गर्दा हाले हैन ए दाजु यहाँ यता भाउजूले सघाउनु पर्यो के दिदीलाई सुन्नुहोस् हेर्नुहोस् म ढुक्क डराउनु क्या
हो म रामबहादुर स्वामी मगर के अरे सालगेरी घर हो सालगारी घर हो घर हो अनि पाखपानी बस्ने हो हो। तर किन भन्दा अलि बालेन शाहले बालेन शाह बाले शाह होइन हजुर हजुर जितेर बालेन छैन आज प्रधानमन्त्री बनेको छ बनेको छ अनि त्यो कथनले हामीले यहाँ साउरले सबैले हामीलाई चाहिँ सहयोग गर्नु भएको छ ओके ठिक हो ल ठिक छ एकदम ठिक हो सही कुरा हो सही कुरा सही हो दाजु सही हो सही हो सही हो धेरै बुझेको एकदम हाम्रो नेचर मान्छे बुझ्नै पर्छ नि त हामीले सिकाउनु पर्छ नि त हो कि किन भन्दाखेरि पहिलाका नेताले हामीलाई चाहिँ सबैलाई गरिब बनायो बनायो हो कि नै किन भने त्यो पैसा किन दिलाउनु पर्थ्यो र त्यो पैसाले त्यही भएदेखि कस्तो छ दिदी कस्तो छ कुतोले जामले म बस्छु ओके गाइस है या ओके भिडियो अन्तिम गर्न चाहन्छु होइन या ओके म पनि अन्तिमसम्म हेरिदिनु होला नि भिडियोलाई सेयर सब्सक्राइब गर्नु होला सबैजनाले है ठ्याक्कै लोकेसन भएर चाहिँ यो ट्याङ्की है पानी ट्याङ्की भनेर चिनिन्छ होइन आउनु होला है सबैजना देख्नु भएको छ भने ठाउँहरू चिन्नुहुन्छ होला मजाले होइन यो माथि यो ट्याङ्की रहेको छ भने ठ्याक्कै तल खाल्डोमा सम्ममा है ठ्याक्कै बाँधो छ भनेपछि यहाँ दिदीले एउटा सानो ठेला राख्नु भएको छ मस्त बिजनेस चलिरहेको छ सबैजना आउनु होला खानु होला यता मान्छेहरू आउनु भएको छ पुरा माथि डाँडातिर गएर इन्जोय गर्नुहुन्छ ओके बाई बाई